किनकि म चाहिँ 24 स्टिकले ऊ चाहिँ काताले किनकि उसलाई चाहिँ 24 स्टिक चलाउन आउँदैन क्या। अब अर्को भिडियोमा चाहिँ म सिकाएर लास्टमा चाहिँ मलाई उयो गरिदिएको होइन अनि हामीले उसलाई सिकाएर भए पनि ल्याउने छु कि खाम ल। झारपातमा आँखा नगएर पो त घाँसपातमा आँखै जाँदैन ए यस्तोमा परालहरूमा आँखा गएपछि त अनि हरियो परियोमा त जाँदैन नि गाह्रो छ। हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। म फेरि मेरो भिडियोमा आइसकेको छु आफ्टर अ लङ टाइम। किनकि म धेरै लामो समयदेखि म आएको थिइनँ, तर आज मैले आएँ। मेरो गेस्ट चाहिँ मेरो साथी। हेलो। अनि आज चाहिँ हामी दुईजना मुकबाङ गर्न गइरहेका छौँ, त्यो पनि 2 PM करेन्ट ल्याउन। अन्डा करेन्ट अनि 7 अप स्प्राइट अनि क्युकम्बर। अनि आज चाहिँ हामी त्यो कम्पिटिसन चाहिँ गर्ने होइन, हामी चाहिँ त्यतिकै गफ गर्दै दुईजना खाने। किनकि कम्पिटिसन गर्दै खाएको मजै आउँदैन नि होइन। अनि त्यही भएर हामी चाहिँ हल्का गफ गर्दै यसो खाने क्या। किनकि म चाहिँ 24 स्टिकले ऊ चाहिँ काताले किनकि उसलाई चाहिँ 24 स्टिक चलाउन आउँदैन क्या। अब अर्को भिडियोमा चाहिँ म सिकाएर लास्टमा चाहिँ मलाई उयो गरिदिएको होइन अनि हामीले उसलाई सिकाएर भए पनि ल्याउने छु कि खाम ल। खाइम ल हामीले फर्स्ट बाइट चेस गरौँ न। चेस मिठो छ होइन, तर यो चाहिँ अलिक चस्सै पिरो हुने है। त्यो करेन्ट भन्दा चाहिँ यो त्यस्तो नहुने भन न। त्यो करेन्ट पो कस्तो चस्सै पिरो हुन्छ। तर मलाई सबैभन्दा मनपर्ने त्यो कोरियनको फु रामेन हुन्छ नि, पिङ्क कलरको देखाउँथ्यो नि। त्यो नेक्स्ट टाइम हामी त्यो लिएर आउनेछौँ दुईजनाले। ओ ल निस्कियो अन्डा हामी डाइटिङ गर्ने उयो गर्ने भन्छौँ होइन। साथी हो डाइटिङ गर्ने त दुईजना हामी डाइटिङ बस्न खोजेको, तर के गर्नु आफै अगाडि यो पाएपछि बिर्सिजाँदो रहेछ। नानी सानै हरायो हौ यस्तोले पनि। नखाइन्जेल चाहिँ नअगाइन्जेलसम्म चाहिँ कस्तो लाग्दैछ, अब चाहिँ डाइटिङ गर्छु मोटायो भनेर सोच्यो। अनि लास्टमा फेरि यस्तो यस्तो चिजहरू अगाडि बढेपछि होइन भोलिदेखि भोलि राति यस्तै हो साथी हामी ल। अस्ति जस्तो उयो ससेज हालेर होइन, त्यो चाहिँ नेक्स्ट टाइम खानुपर्छ ल। एकचोटि हामी सुकुटी हालेर खाएको थिएन, बाल भएको थियो त्यतिखेर। त्यो पनि खानुपर्छ क्या एक दिन। भिडियोहरू बनाउनु मन लाग्छ कि, तर के गर्नु टाइमै हुँदैन, ड्युटी जानुपर्छ। अनि एक दिन छुट्टी हुन्छ, त्यसमा के गर्दा टाइमै हुँदैन। त्यही भएर साथीहरू मैले मेरो भिडियोहरू ल्याउन सकेको छैन कि। त्यही भएर आज चाहिँ दुईजनाको सँगै छुट्टी भयो। अनि के गर्ने होइन, मुकबाङ बनाइदिउँ न त, सानोतिनो क्लिप भए पनि भिडियो भए पनि। मैले मेरो युट्युबमा धेरै भयो भिडियो नहालेको भनेर त्यही सोचेको थिएँ कि, त्यही भएर भनेर आज चाहिँ गरिदिएको। यसो गफ पनि हुने, भेटघाट नि हुने, रमाइलो पनि हुने। त्यही भएर खानालाई त हामी त होइन काम पनि गर्ने हो, खाने पनि हो। भन्छ नि आफ्नो कमाइ खाने हो, बालै फरर
आफ्नो कमाइ रमाइ रमाइ। त्यो खोला न एकचोटि यस्तो बन्छ नि यार। ओ भगवान् म कस्तो खोला नसकेको मेरो नामै दुखेर। यो पनि धेरै पछि किनकि कोल्ड ड्रिङ्क्सहरू खाना छोडिदिएको क्या हामीले हामी धेरै खाँदैन मोटायो आज भनेर। आज एक दिन मात्रै। अब करेन्ट चाउचाउ अनि अन्डा अनि यो भएपछि कम्बिनेसन त अनि दामी हुन्छ नि त। छुटाउनै मन लाग्दैन के गर्नु र। कडाई कडा फेरि हामीले जस्तो डाइटिङ भने अरूले पनि गर्न सक्छ। यो हाम्रो भिडियो हेरेर डाइटिङ त यसरी रहेछ भनेर डाइटिङ गर्ने भन्छु के गर्ने यस्तो पिरो चाउचाउहरू देख्ने बित्तिकै खम 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 मन लाग्छ। तर मलाई चाहिँ गाइज होइन साथीहरू टु बी अनेस्ट भन्नु पर्दाखेरि मलाई चाहिँ ग्यास्ट्रिक छ त्यही पनि खाँदैछु रमाइलोको लागि। अनि यो जिब्रो क्या स्वाद के भएको स्वादे जिब्रो छ। स्वादे जिब्रो यस्तै भए पनि खुवाउनै पर्यो। अनि दिदीको पनि यो मेरो साथीको पनि छ एउटा पिरबेथा तर त्यो चाहिँ नभने मलाई अहिले त्यही पनि खाना चाहिँ छोडिँदैन। 2 दिनको जिन्दगीमा खाएरै हेरेर मर्नुभन्दा छेरेर मर्नु भन्छ त्यही होला मेबी। तर यो काँक्रा मिठो रहेछ है। अस्तिको कस्तो चाहिँ बिचमा त्यो फस्रे फस्रे भएर मिठो नभएको नि। सलाद त खानैपर्छ यार। तर के गर्नु खासै झारपातमा आँखा नभएर पो त घाँसपातमा आँखै जाँदैन। यस्तोमा परालहरूमा आँखा गएपछि त अनि हरियो परियोमा त जाँदैन न। परालहरूमा आँखा गएपछि त अनि हरियो परियोमा त जाँदैन न। गाह्रो छ। हेर त पिरो एकचोटि हामी पानीपुरी पनि खानुपर्छ क्या। ल चटपटे पानीपुरी मजाले। तर मलाई नि तपाईँले बनाएको नि चाउमिन चाहिँ धेरै खानु मन लागेको छ कि। एकचोटि कस्तो दामी बनाउनु भएको थियो नि। अनि यहाँ त सोया सस सबै थियो नि त। अन्त त्यही त दामी एक दिन बनाएर खानुपर्छ ल। उता चस्मा रहेछ नि चस्मा लगाएर खानुपर्ने थियो। त्यही चस्मा लगाएर खानु पर्थ्यो। के अरे पिरो भए पनि आँखामा आँखा देख्दैन नि त। जाडोमा यस्तो पिरो पिरो खानुपर्छ गाइस। जिउ तातो हुन्छ। धेरै तात्यो भने चाहिँ यस्तोहरू खानुपर्छ फेरि सेलाउनलाई। त्यही त खासमा यस्तो चिज त खानु नपर्ने हो नहुने हो तर के गर्न। यो त खानै नहुने हो नि छुनै नहुने चिज हो। तर त्यही भएर हामीले नछोएर चम्चाले चबिस्टिक तर खानुपर्छ कहिलेकाहीँ।
हामीले एभ्रिडे पनि त खाँदैन नि त धेरै पछि खाएको यो पनि मलाई त उस्तै ग्यास्ट्रिकले धेरै सतायो नि त अनि त्यही भएर खानै छोड्दै यस्तो गरेर खानुपर्छ है त्यो बुलक पनि कस्तो मिठो हुन्छ है पिङ्क कलरको यो त हामी न्याक्क हुन्छ मलाई मेरो सक्छु हो दुईवटा मलाई बल्ल बल्ल सकाएँ माया गरेर दिएको माया गर्ने बस्दैन माया गर्ने जमानै छैन अहिलेको जमानामा माया गर्ने उयो गर्ने बस्दैन भनेको हो नि है हो अघिसम्ममा यस्तो भइरहेको थिएँ अहिले अगाएर यस्तो यस्तो हुँदै गएँ अब पछाडि पुरा यस्तो ढल्किनु यस्तो यस्तो हुन्छ अहिले हाम्रो मोमो बनाउन घरमा क्या यस्तै ताले भुइँमा बसेर खाने अगाडि त भोक लाग्छ नि त गम खायो होइन अनि त्यस्तो चाहिँ कुरा हो होइन जब अगाउँदै गयो अन्त तन्काएर भित्रको मोमोको किमा काँचो देख्छ कि नुन चर्को हुन्छ कि त्यस्तो हुन्छ क्या त्यही बानी नराम्रो क्या हाम्रो कस्तो मिठो भयो है हल्का मैले ग्रेभी जस्तो झोल लगाइदिएको नि त त्यही त्यस्तो पिरो पनि जान्न किनकि जाडोमा हल्का यस्तै खानुपर्छ क्या काँक्रा खानु न अन्डाको त्यो उसले गरेर झन् बाक्लो झोल भयो सक्यो सकाएरै छोड्यो नि त गाई तपाईँ सक्यो फाइनली हामी खाइसक्यो काँक्रा चाहिँ खानु है सकाउनु पर्छ क्या हाम्रो योले पनि लास्ट भयो लास्ट म त खै केरो भइरहेछ ग्यास चाहिँ उसले गर्दाखेरि आएको ग्यास गयो गाइस यहाँदेखि किनकि सोडा खायो तिमीलाई ग्यास्ट्रिक छ नि त साह्रै मिठो भयो सकाएर उ गऱ्यो है एक्सचेन्ज रमाइलो गफ पनि भयो हेर्नु खाएर पनि सक्यो खाएर पनि सक्यो अब के गर्नु र यस्तो दुईजनाको उयो मिल्नुको लागि हामी दुईजनाको सँगै छुट्टी हुनुपर्छ कि साथीसँग भेट्ने यसरी रमाइलो गर्ने अनि एउटा मेमोरेबल होस् भनेर हामीले पनि भिडियो बनाएको हो किनकि सधैँभरि एउटै टाइम हुँदैन पछि म घर गएपछि म कता हुन्छु ऊ कता हुन्छ या भइसिन्जेलसम्म त हो त्यही भएर हामीले यसो एउटा मुखबाङ भिडियो लिएर बनाऊँ न त खाँदै गफ गरौँ होइन सानो छोटो मिठो भिडियो बनाएको किनकि अरू बेला त मलाई त देखिरहनु भएको मेरो युट्युब फ्यामिलीहरूले त तर उहाँले देख्नु भएको थिएन तर ऊ चाहिँ मेरो न्यू फर्स्ट नयाँ मेरो पाहुना हो आजदेखि उहाँलाई पनि देख्न सक्नुहुन्छ सबैजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला हामीलाई माया गरिदिनु होला यति भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद आजलाई यही हाम्रो भिडियो बन्द गर्छौँ सबै सकाएर पनि सक्यो नमस्कार सकायौँ पनि यसरी नै माया गरिदिनु होला हामी बेला बेलामा झुल्किरहन्छौँ होइन झुल्के हिजो जाडो महिना छ नि त त्यही भएर बेला बेलामा झुल्किनु पर्छ बाई 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 अलिकति आउनु न बाई बाई लभ यु